जिन्दगीमा सबै थोक सिक्नुपर्ने रहेछ है साथीहरू, नभए चाहिँ धेरै दुःख पाइँदो रहेछ है। तर मैले चाहिँ पहिलेतिर सोच्ने गर्थेँ कि सासू नभए पनि हुन्थ्यो, सासू नभएको घरमा होइन पढे कति राम्रो हुन्थ्यो है। सासू ससुरा भएको एकदम नराम्रो हुन्छ, एकदम मनमा मतलब नराम्रो सोच थियो कि मेरो। र जब मैले बिहे गरेर होइन बुझ्दै जाँदाखेरि चाहिँ मलाई चाहिँ थाहा भयो कि सासू ससुरा भएको जस्तो चाहिँ केही हुँदैन। सासू ससुरा नहुँदा र हुँदाको अर्थ कति फरक हुँदो रहेछ, कति फरक हुँदो रहेछ है साथीहरू। जब पर्छ तब थाहा हुँदो रहेछ है त। र सासू हुँदाखेरि चाहिँ होइन, सासू ससुरा हुँदाखेरि चाहिँ हामीले नजानेको कुराहरू पनि धेरै सिक्न पाइन्छ, धेरै देख्न पाइन्छ, धेरै ज्ञान पाइन्छ के। र आफूले आफ्नो बाबुआमा घरमा नसिकेको कुराहरू पनि होइन, नदेखेको कुराहरू पनि देख्न पाइन्छ, त्यहाँबाट सिक्न पाइन्छ। र सासूबाट चाहिँ जस्तो हामीले होइन नजानेको कुराहरू पनि सिकिन्छ, नजानेको काम पनि जानिन्छ। र जस्तो सासूले राम्रो बाटोमा सिकाउनुहुन्छ हामी पनि त्यही बाटोमै जाने हो। कोहीको घरमा हुन्छ नै नराम्रो सासूले नराम्रो व्यवहार गर्यो भने बुहारीले पनि नराम्रो व्यवहार गर्छन्। र सासूले राम्रो व्यवहार गर्यो भने त्यो बुहारीले राम्रो बाटोमा जान्छन्, किनभने चाहिँ उसले पनि सोच्छन् नि त, हाम्रो सासूले त मलाई यति राम्रो व्यवहार गर्नुपर्छ है, मैले किन नराम्रो गर्नु होइन। त्यस्तो सोच हाम्रो दिमागमा घुस्दैन। जब सासू नराम्रो हुन्छन्, बुहारीले देख्न नसक्ने क्याच गर्ने होइन, र त्यो बुहारीको पनि मनमा एकदम माया भन्ने हुँदैन, र त्यो बुहारीको मनमा एकदम एनी टाइमै घिनको व्यवहार हुन्छ। किनभने चाहिँ सासूले मलाई देख्न नसक्ने, मेरो कुरा काट्ने, मलाई क्याङ गर्ने, म किन सासूलाई माया गर्नु है, त्यस्तो खालको व्यवहार हुन्छ। र धेरै भाग चाहिँ मैले के देखेछु भने नि, सासूले बुहारीलाई चाहिँ माया गर्नुपर्ने जस्तो लाग्छ। किनभने चाहिँ सासूले बुहारीलाई माया गर्यो भने चाहिँ होइन, बुहारीले पनि सोच्छन् नि त, मेरो आमा भन्दा पनि मलाई यति धेरै माया गर्ने सासू पाएकी छु, र सासूलाई मैले किन नराम्रो गर्नु होइन भन्ने एकदम मनमा लाग्छ है त। मैले चाहिँ मेरो सासूबाटै सिकेको है त, राम्रो नराम्रो कस्तो व्यवहार गर्नुपर्छ होइन मान्छेसँग। आफ्नो आमादेखि भन्दा पनि मैले चाहिँ होइन बिहे गरे पछाडि चाहिँ धेरै जाने के, आफ्नो सासूबाट कोसँग कसरी बोल्नुपर्छ, कोसँग कसरी मिल्नुपर्छ, कसरी घर गरेर खानुपर्छ। मान्छेले भन्छन् नि आमाबाट सिकिन्छ भनेर, तर धेरै भाग चाहिँ मैले जानेको कुरा चाहिँ मैले मेरो सासूबाटै धेरै सिकेँ जस्तो लाग्छ। किनभने चाहिँ होइन, सासू भनेको चाहिँ आफ्नो बाबुआमा जस्तै हुनु। हामीले माया गरे सासूले पनि माया गर्ने हो, सासूले माया गर्यो भने हामीले पनि माया गर्ने, बदला बदली हुन्छ है। तर हामीले चाहिँ सासूलाई होइन आफ्नो आमा जस्तो के खाने, के नखाने, के लाउने, के मनपर्छ होइन, आफ्नो आमा जस्तो हामीले सोधखोज गर्नुपर्छ। शरम गर्नु हुँदैन, डर गर्नु हुँदैन। किनभने शरम डर गऱ्यो भने चाहिँ त्यो जिन्दगीभरको लागि चाहिँ गुमासो हुन्छ कि। अनि त्यसैले आफू चाहिँ फरर बोल्नुपर्छ, सासूसँग नडराइकन। आफू साथी जस्तो दोस्ती जस्तो होइन, आफ्नो कुरा सबै थोक सेयर गर्नु पर्दो रहेछ कि। राम्रो सासू पाउँदाखेरि चाहिँ अनि चाहिँ घर एकदमै राम्रो हुन्छ है त। तपाईँको फाटेको टुटेको घर होस्, तपाईँको चुइने घर होस् होइन, तर घरमा फ्यामिली राम्रो पायो भने चाहिँ त्यो फाटे टुटेको घर पनि एकदम आफ्नो महल जस्तो लाग्छ कि। अनि होइन पहिले चाहिँ मैले एकदमै सोच्थेँ कि सासू ससुरा भएको घर राम्रो हुँदैन भन्ने गर्थेँ। जब म बिहे भएर आएँ तब चाहिँ 1-2 सालसम्म चाहिँ मलाई एकदम डर लाग्थ्यो कि। अनि त्यसको पछाडि चाहिँ आफू अलिक जान्ने हुँदै गयो, बुद्धि पस्दै गयो है। अनि त्यसको पछाडि चाहिँ सासूलाई चाहिँ केही जस्तो लाग्दैन, एकदम साथी जस्तै लाग्छ, जे कुरा पनि सेयर गर्ने है। र हाम्रो सासू चाहिँ यति माया गर्ने हुनुहुन्छ कि जिन्दगीमा कहिले बुहारीको कुरा नगर्ने, गुनासो नगर्ने के। यस्तो गर्छ बुहारीले, उस्तो गर्छ, कसैले नराम्रो भन्दा पनि हाम्रो सासू आमालाई चाहिँ एकदमै चित्त दुख्छ। अनि आएर मलाई सुनाउनुहुन्थ्यो, तेरो बारीमा यस्तो भन्दैछन् है फलानाले भनेर। अनि जसले जे भने पनि भन्नुहुन्थ्यो। मलाई त मेरो कान्छी बुहारीले चाहिँ मलाई माया गरेकी छ, अरू चाहिँ जेसुकै होस् भनेर एकदम गाउँघरमा गुनासो गर्नुहुन्थ्यो। नि हाम्रो आफन्तहरू पनि 1-2टा थिए कि तपाईँको बुहारी त्यस्तो गर्छ उस्तो गर्छ, तर पनि हाम्रो आमाले कसैको कुरा सुन्नुहुन्न थिए। एउटा कानले सुन्ने एउटा कानले उडाउने गर्नुहुन्थ्यो। किनभने आमालाई पनि थाहा छ नि त, मान्छेले घर फाड्नको लागि चाहिँ हरेक कुरा सुनाउँछन्। मैले अहिले बुहारीको कुरा सुनेर मैले बुहारीले एक शब्द नराम्रो भनौँला, बुहारीको मनमा लाग्ला पछि नराम्रो हुन्छ भन्ने हाम्रो आमालाई पनि लाग्छ। र आमाले सोच्नुहुन्थ्यो घर बिगार्ने काम त जसको पनि हुन्छ, र त्यसैले मान्छेको कुरा सुन्नुहुन्न, आफ्नो घरमा कस्तो छ त्यस्तै चल्नुपर्छ भनेर सिकाउने गर्नुहुन्थ्यो है त।
र त्यस्तो लाइनमा चाहिँ लाग्नुपर्छ। आफ्नो सासूले नै जस्तो सिकाउनुहुन्छ त्यस्तै लाग्नुपर्छ, अनि घर बनिन्छ। नभए फलानाको कुरा सुन्ने, फलानाको कुरा यस्तो भन्छ, कसैले यस्तो भन्छ, त्यस्तो चाहिँ बिल्कुल सुन्नु हुँदैन। आफ्नो घर राम्रो महल बनाउनु छ त मान्छेको कुरा बिल्कुलै सुन्नु हुँदैन। र तपाईँहरूले सोच्नुहुँदो होला सासूको किन ती तारिफ गरेको भनेर। तारिफ गरेको होइन है, मैले यो चाहिँ होइन परि आएको हो, मैले परि आएर पनि पार गरिसकेको यो परिस्थितिलाई। र त्यसैले तपाईँको सामुन्ने एउटा सानो कुरालाई चाहिँ मैले सेयर गरेँ कि किनभने चाहिँ होइन सासू भनेको चाहिँ आफ्नो बाउआमा जस्तै है त। र आफ्नो आमा जस्तो त्यस्तै हो सासू पनि, किनभने चाहिँ सासूलाई हामीले माया गरेर राख्यौँ भने चाहिँ सासूले पनि हामीलाई माया गर्ने कर्तव्य हुनैपर्छ। किनभने चाहिँ हामीले नराम्रो गऱ्यो भने सासूले पनि नराम्रो गर्नुहुन्छ नि त।